गाडीको जवाफ दिनु पर्यो नाम काट्नु पर्यो टिचिङ हस्पिटल गएर लानु पर्यो टाढा हो देखिस सक्सेस अब त्यही भएर बोल्ने बेला मुख सम्हालेर सोच विचार गरेर बोल्नुपर्छ दिदी कुरो बुझ्नुभयो कस्तो लाग्यो अहिले जनताको छेउतिर यत्रो दुनियाँको छेउतिर मुख देखाउन लाज भयो कि नै काट्दिनुस् कान बोलेको वचन पुरा गर्नु परेन काट्दिनुस् कान काटेर फाल्दिनुस् किन बोल्ने देख्नुभयो अहिले नतिजा कस्तो देखियो त्यही भएर जातिन पाए त्यतिन जे पाए त्यही पेचर 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 नगर्नु होला दिदी कुरो बुझ्नु हो